हेलो साथीहरू, नमस्ते। वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ मैले हजुरहरूको लागि अमलाको अचारको रेसिपी लिएर आएको छु। यो अमलाको अचार खानलाई पनि एकदम मिठो हुन्छ अनि बनाउनलाई पनि सजिलो छ। अब यसलाई बनाउन सुरु गरौँ। सबैभन्दा पहिला मैले अमलालाई सफा गरेर धोएर पखालेर राखेँ। अनि यसलाई एउटा भाँडामा उसिन्न बसालेँ। यो एउटा निकालेर थिचेर हेर्दा अब यो पाकिसक्यो। अब यसलाई निकालेर पानी तराइदिने। अब यो मसलाहरू ज्वानो, मेथी, जिरा, धनियाँ, सौफ अनि अलिकति टिम्बुरलाई चाहिँ नि मैले एउटा भाँडामा तताएर त्यसलाई भुटेँ। यो सिसीमा राख्ने अचारको लागि चाहिँ तोरी अथवा रायोको बिउ चाहिँ नि राख्नै पर्छ। मैले चाहिँ यहाँ तोरीको दाना राखेँ। मसला सेलाएपछि मैले यसलाई ग्राइन्ड गरेँ। यो मसलालाई चाहिँ नि अलिकति खस्रो नै पारेर निकाल्नुपर्छ। त्यो ग्राइन्ड गर्दा धेरै मसिनो गर्नु हुँदैन। अब एउटा भाँडा तताएर यसमा तोरीको तेल राख्ने। यो अचारको लागि चाहिँ तोरीको तेल नै मिठो हुन्छ। तेल तातिसकेपछि मैले त्यसमा मसलाहरू फुराइदिएँ। यो मसला फुरिसक्यो, रातो भयो। अब यसमा मैले त्यो अघि उसिनेर राखेको त्यो पानी तराएर राखेको अमलालाई राखिदिएँ। अब यसमा मैले अघि पिनेर राखेको मसलाहरू राखिदिएँ। अब यसलाई चलाउँदै पकाउँदै गर्ने, मसलाहरू सबैतिर लाग्ने गरेर चलाउने। अब यसमा मैले नुन राखेँ। यो कुनै अमलालाई चाहिँ मैले थिचेर टुक्रा टुक्रा पनि पारिदिएको छु। त्यसो गर्दा यो अचारमा मसलाहरू पनि मिल्छ। अब मैले यसमा एउटा कागती निचरेर राख्दिएँ। अब यो अचार तयार भइसक्यो। अब यो अचार चाहिँ सेलाइसकेपछि यसलाई चाहिँ एउटा सफा गरेको सुक्खा खालको काँचको नै बोतलमा राख्दाखेरि चाहिँ अचार राम्रो हुन्छ, प्लास्टिकको बोतलमा भन्दा। बोतल चाहिँ सुक्खा हुनुपर्छ। अब यसलाई बिर्को नलगाइकन 2-3 दिन घाममा चाहिँ मलमलको कपडाले छोपेर राख्नुभयो भने ढुसीहरू आउँदैन अनि भित्र राख्दा चाहिँ बिर्को लगाउँदा पनि हुन्छ। हस् त, धन्यवाद।